दिदी नमस्कार हजुर। ए नमस्कार नानी नमस्कार। कहाँदेखि आउनुभयो होला? म यता घुम्दै घुम्दै आइरहेको छु। हजुर हजुर यता बस्नुस् है त नानी। पल्लो गाउँमा बस्नलाई अलि समय छैन। अब हजुर यो कृषि उसमा लाग्नु भएको रहेछ। अनि अब के गरौँ यो अब हाम्रो देशको नेताहरूले चाहिँ अलिक कृषिमा लगानी लाउनु भएन क्या हो? लगाइनन् बा लगाइनन्। खेती गर्यो दुःख गर्यो गाई बस्तु पालेर भयो भने खेती त हुन्छ बा हुन त बेच्दाखेरि बजार छैन छैन छैन। अनि बजारै भइए पनि एकदम सस्तो मूल्यमा भुइँयाको भाउमा खोज्छन् बा सबै। हामीलाई त ठुलो घाटा छ बा। घाटा रहेछ कि होइन? अनि हजुरले यतिका ठाउँ यति थोरै ठाउँमा यतिका पूर्वाखा त यहाँ ऊ त्यो धनियाँ पनि रहेछ, आँपको बुटो एकै ठाउँ, गुमो सबै एकै ठाउँ रहेछ त। सबै छ। यो पत्रकार अलि चटारिएको रहेछ। गुरमुत त टोयलेटमा छ बा। यो पत्रकार चटकन यस्ता चाहिँ रहेछ। यस्तो पत्रकार अनि दिदी अनि त होइन हजुरले अन्त यत्रो यो एक ठाउँ गएर अनि मैले यो मन्त्रीसँग त कुरा गरिदिन्थेँ होला नि। कुनै कुनै यो पत्रकारसँग सबैले सेयर गरिदिन्छन्, युट्युबबाट भाइरल गरिदिन्छन्। एकै ठाउँमा त्यो लसुन पनि एकै ठाउँ छ। त्यो तिम्रो गाउँ के हो? कहाँ हो बा? एकै ठाउँ छ। उखुहरू एकै ठाउँ छ। यस्तो चटरिया गाउँको पत्रकार नि। नेताले युरिया मोल दिन्छ। तिम्रो नेतालाई त्यतै पल्टाइदियो। अनि एक ठाउँ मकै हुनु पर्यो, एक ठाउँ मुला हुनु पर्ने हो। कमसेकम कुराएर नि छैन सबै घुम्दै ठाउँ छ। ल अब यस्तो बस्यो नि लिएर आऊ त। ल ल ल अनि दिदी ल भन्नुहोस् अब हामी जाँदै खालहरु जोड्ने हो बा तिमीले। कता गयो जोड्नलाई। अनि यो कृषि प्रधान देश भन्छ नेताले होइन? के को कृषि प्रधान होला? युवा भोलि सबै खाडी मुलुकमा गए होइन? मान्छे विदेश प्रधान देश भइगयो। अब के गरौँ त? देशमा जति भए पनि पुगिन बा। खेतीपातीले मात्र हुने रहेनछ। नगद चाहिए जे गर्न चाहियो जे गर्नलाई पनि नगद चाहिए बा। हाम्रो देशको युवाहरू नेपालमै रोक्न सकेनन् कि होइन? सकेनन् बा सकेन। पत्रकारको काम त्यही हो, रोक्यो बा। मैले रोक्ने प्रथमले दिन्छु। म चुनावमा मलाई पनि हजुरले भोट हाल्नुहुन्छ होला नि होइन र? कुन पार्टी हो बा तिमी? म त म कृषि पार्टी। कुन पार्टी हुन्छ? तिमीलाई कोहीले भोट दिन्न बा। तिमी गाउँमा हिँड्न भन्दा तिमीले तिम्रो काम गरे होइन। आमा भोट दिन त गराइछु हौ। उतिखेर आमा भन्छु, उतिखेर दिदी भन्छु, तिमीलाई